तिहारमा बहिनीको हातको टीका लगाउन घर आएका 20 वर्षीय आशिष माथि घरमै पुगेर 3 युवाले गरे चक्कु प्रहार। आशिष वदाल नाम गरेका एक व्यक्ति यही घरका भाइ हुन्छन् जो बहिनीसँग टीका लगाउन आएका हुन्छन्। उलाई यहाँ यसरी खुकुरीले हानिसकेपछि उले त एउटालाई च्याप्प समायो। हजुरको दाइ हो जसलाई जो चक्कु प्रहार गरियो। मम्मी म भोलि तिहारको लागि कपडा किन्ने भनेको मसँग पैसा छैन भनेदैछ। अनि मम्मीले अनि बाबु तेरो क्युआर पठाइदिए म तँलाई पैसा हालिदिन्छु अनि भोलि कपडा किनेस्। बाँकेको कोहलपुर 11 शान्तिनगरमा घर भएका 20 वर्षीय आशिष वदाल 3 दिन अघि मात्रै बहिनीको हातबाट तिहारको भाइटिका लगाउन घर आएका थिए। बुटवलमा बसेर कोरिया जाने तयारी गरिरहेका उनीमाथि बुधबार साँझ करिब 7:30 बजेको समयमा 3 युवाहरूले चक्कु प्रहार गरे। चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई लगतै नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको थियो, तर डाक्टरहरूले यहाँ उपचार सम्भव नभएको बताएपछि उनलाई अहिले भारतको लखनऊमा रिफर गरिएको छ। घाइते भएका आशिषको शरीरमै चक्कु छोडिएको थियो। घटनाको खबर पाए लगतै एक्सनमा उत्रिएको इलाका प्रहरी कार्यालय कोहलपुरले अहिले 3 जनालाई पक्राउ गरेर घटनाको थप अनुसन्धान गरिरहेको छ। घाइते आशिषकी आमा रोजगारीको सिलसिलामा युएईमा छिन् भने अहिले बुवाले आशिषलाई लखनऊमा उपचार गराइरहेका छन्। घरमा भाइ र बहिनी मात्रै छन्। भाइटिका लगाउन आएका आशिषमाथि चक्कु प्रहार भएपछि अहिले गाउँ नै त्रसित बनेको छ। स्थानीय र आफन्तले कडा कारवाहीको माग गरेका छन्। यो हेर्नुहोस्, हजुरको दाइ हो जसलाई हिजो चक्कु प्रहार गरियो। मेरो दाइ हिजो कति बजे? खै म यहाँ थिएन, म भैली खेल्न गएको थिएँ। अनि भैली खेलेर रेस्ट टाइममा आउँदाखेरि चाहिँ दादा हस्पिटलमा हुनुहुन्थ्यो। यहाँ घरमा चाहिँ त्यो दाइ मात्र हुन्थ्यो, पुलिसले लगेर गयो उहाँलाई। अनि दादालाई चाहिँ हस्पिटलमै भेटेको। को बस्नुहुन्थ्यो घरमा? यहाँ घरमा कान्छो दादा अनि जेठो दादा चाहिँ बाहिरतिर हुन्थ्यो, घरमा बस्नुहुन्थेन, बाबा र मामा मात्र। अनि यो बिदाको बेलामा चाहिँ दुइटै दादा घर आउनु भएको थियो। अनि आएको बेलामा यस्तो भयो थियो। यसपालि तिहारमा टीका लगाउन घर आउनु भयो। टीका लगाउन आएको अघिल्लो दिन राति नै यसो चक्कु हानियो। हानियो। तपाईको नाम? मेरो दिपक बाजसाई। तपाईँ पनि यहीँको बासिन्दा? हजुर। के भएको? अब यो समय ठ्याक्कै भन्नुपर्दा अब 7 बजे पछि नै हो साँझको है। अनि म चाहिँ खाना खाएर निस्किहालेँ, उता भैली नाचो भइरहेको थियो। अनि उनीहरू चाहिँ मेरो परिवार चाहिँ भाँडा धोइरहेको थियो। अनि ऊ भाइ चाहिँ यताबाट आएर फोन गर्दै रहेछ मम्मीसँग। अनि उसले भनेछ आशिष भैली हेरेर आयो भनिसकेपछि उसले आन्टी भनेछ। आइसकेपछि अनि ऊ त्यति भनेर यता फोन गर्न लागेछ। ऊ उताबाट चाहिँ म पछाडि गइहालेँ भैली नाचो हेर्न। उता गइसकेपछि उताबाट 4-5 जना समूहहरू यता फोन गर्दै आस्तो गरिरहेको थियो अरे। अनि आइसके 81 लातले हाने अरे। उसले लातले हानेर यता आइसकेपछि 2 जनाले हात पक्रियो अरे। यताउताको हात पक्रिसकेपछि 1 जनाले चाहिँ छुरा समातेर पछाडि परार गर्यो अरे। त्यसपछि अनि मेरो आफी चाहिँ अनि त्यहाँदेखि कराएर सुमित तिम्रो दाइलाई मारिदिए भनिसकेपछि चाहिँ उनीहरू भाग्न लागेछन्। भाग्न लागिसकेपछि त्यो आशिष बाबुले चाहिँ 1 जनालाई हात नै समातेर यहीँ रोक्न सकेछ। अनि त्यसपछि उसँग अर्को 1 जना भाइ पनि थियो उसको साथीभित्र। उनीहरू आएर अनि के पो भनेर दाइलाई चोट लाग्छ भन्ने थाहा भएन। अनि उनी भाग्न लागेकोलाई चाहिँ समात्न लाए। त्यसो समात्न लगाइसकेपछि अनि झगडा पऱ्यो भन्ने पो त्यहाँ। मैले त अब नर्मल झगडा होला भनेर यताबाट आएको। यहाँ फेरि देखेँ, मैले त त्यो छुरा लागेको देखेन। त्यसपछि अनि ऊ ढलिरहेको दिपक अङ्कल भन्यो। त्यसपछि मैले भने अनि यसो पछाडि देखेँ, छुरा देखेँ। अनि मेरो साथी थियो, साथीको अनि बाइक मागेर मैले अनि पछाडि पिठीमा हालेर 10 हस्पिटलमा लगेँ। हजुर मैले नै पुऱ्याएको। मेरो पुरै कपडा, अर्को एउटा टी सर्ट र प्यान्ट थियो, पुरै भिजेछ के। हजुर। अनि मैले त्यसपछि अनि यहाँ नसक्ने भएर फेरि अनि उता लखनऊ सिफ्ट भयो बिरामी। लखनऊसम्म पराएर म बिहान 8 बजे यहाँ कोलपुर आइपुगेको। आज मेरो तिहार थियो, म छिमेकी हो। घटनाको कारण चाहिँ के हो जस्तो लाग्छ? तपाईहरु पनि अब यहीँको बासिन्दा हुनुहुन्छ, देखिराख्नु भएको छ होला के? मैले सुने अनुसार उनीहरूले अब को हुन् है, त्यो त मलाई नाम पनि थाहा छैन। अङ्कल यताउता डर लाग्छ मलाई, यताउता कहीँ भेट भएन, यिनीहरूले थर्काउँछन् को हुन् भन्ने यस्तो कुरा गर्दै थियो। अनि मैले भने अनि ठिक छ आफ्नो घरतिरै बस, यताउता लडाइँ झगडा नगर, घरतिरै बस। हामी पनि त घरमै आएर कसले के गर्ने हो र भने। अनि कहीँ भेट भयो भने थर्काइहाल्ने अरे, यताउता हान्छौँ तँलाई, काट्छौँ तँलाई भन्ने अरे। म भित्रै थिएँ, मेरो दाइ हो है, आफ्नै दाइ हो। म भित्र थिएँ, यसको दाइ हजुर यो दाइ हो। रुमभित्रै थिएँ, म जुत्ता सफा गरिरहेको थिएँ। अनि म भर्खर भित्र गएको थिएँ। भित्र जानु बित्तिकै उहाँले के भन्नुभयो, हजुरको दाइलाई हाने भन्नुहुन्छ। अनि हाने भनिसकेपछि बाहिर आउँदाखेरि मैले के सोचेँ, यस्तो हानेकोलाई समातेर बसे जसोले उसले चक्कु हाने रहेछ त्यहाँनिर। अनि मैले के सोचेँ, उसलाई पकडेछ, अरूलाई हामी पकड भनेर म 1 जना साथी थियो उता जाँदाखेरि अगाडिसम्म लखट्यौँ। त्यहाँनिर
हुलै थियो ठुलै अनि 1-2 जनालाई पकडेको अनि धेरै हुलायो अनि हामीले पनि थोरै पिटाइ खायौँ अनि हामी फेरि यता आयौँ किनकि अब भुलमा गएर हामीलाई पनि हान्दियो भने गाह्रो पर्यो दाइ 19-20 भनौँ विवाद थियो पहिलेदेखि तपाईँहरूको के थियो किन त्यसरी घरमै आएर विवाद त सर मलाई थाहा भएन उसँगको तर घरभित्रै आएर त्यस्तो हान्ने भनेपछि केही ठुलै होला पहिलाको खै अब उनीहरूलाई थाहा होला है सर मलाई थाहा भएन जसले प्रहार गरे उनीहरू पनि यही गाउँकै हो हैन हजुर यतै 2-4 जना यताको अनि यता ड्राइभर टोलतिरको भन्ने दाइ चाहिँ कहाँ हुनुहुन्थ्यो कतै बाहिर गएर आउनु भएको थियो कि हजुर हजुर यता आएको कति भयो हामी घरमै थिएनौँ 3 दिन भयो आज अस्ति 3 दिन भयो बुटोल थियो बुटोल बसेर पढ्छ के उले आएको 1 महिना जति हुन लाग्यो दाइ आएको त्यही 3-4 दिन भयो भनेपछि उहाँ यहाँ बस्दा पनि बस्नु यो के भन्ने ज्यानै लिने भनेर हानेको अब त्यस्तै यहाँ मुटुमै छोइएछ गरे छुरीले ता यहाँ अपरेसन नै हुन सकेन 10 बिघा यति ठुलो हस्पिटलमा भनेपछि ज्यानै लिने कोसिस गरेको उनीहरूले चाहिँ उले त अब मार्ने भनेरै त हानो त न त भने त्यसरी कहाँबाट हान्छ त्यही पनि आइसीयूमा राखेछ गरे अब उहाँ डाइरेक्ट फोन त हुँदैन अनलाइनमा आएर कुरा गर्नु पर्यो उहाँ पनि छुट्टै काम हुन्छ त्यही भएर यसरी कन्ट्याक्ट भइरहेको छैन अब बुझे अनुसार चाहिँ हल्का अवस्था चाहिँ हल्का नर्मल भए जस्तो भइरहेछ अहिले को हुनुहुन्छ उहाँसँग उपचारमा बाबा हुनुहुन्छ अनि अरु कोही छैन बाबा मात्रै हुनुहुन्छ अरु अब घरमा पनि कोही नभएर बाबा मात्रै हुनुहुन्छ त्यहाँ अरु तपाईको नाम सुमित होदाल मम्मीसँग कुरा गरिरहेको रहेछ हेरेर बाबुले मम्मी म भोलि तिहारको लागि कपडा किन्ने भनेको मसँग पैसा छैन भने रहेछ अनि मम्मीले अनि बाबु तेरो क्युआर पठाइदिए म तँलाई पैसा हालिदिन्छु अनि भोलि कपडा किनेस् अनि बहिनीको लागि सबै सामान किन्दे भनेर कुरा गरिराख्नु भएको रहेछ अनि एकजनाले आएर मुख बुझेको अरे अनि एकजनाले आएर पछाडिबाट चक्कु हाने रहेछ एकजनाले मुख बुझ्यो अर्कोले चाहिँ पछाडिबाट चक्कु मुख उले बोल्नै पाएन फोन कुरा गर्दा गर्दै मम्मीसँग किन फोन भएन भन्नेको मम्मीले कुरा गरिराख्नु भएको रहेछ अनि मलाई यो पनि थाहा थिएन पछि बिहान मम्मीले कुरा गरेर भन्नु भएर कोसँग फोन गरिरहेको थियो अरे दिदी अनि कोसँग कुरा गरेको थियो भन्नेले बाबु मसँग कुरा गरिरहेको थियो बहिनी भनेर दिदीले भन्नुभयो र मैले बल्ल थाहा पाएँ राति छोरी मैले हिजो साँझदेखि मसँगै छ बहिनी नछोड्दै छोराछोरी हेर्दै भन्नुहुन्छ दिदीले घरमा हुनुहुन्न दिदी विदेश हुनुहुन्छ अहिले अनि बाबुलाई पनि पर्खिएर बसेँ राति 1 बजेसम्म आएन यो नआउनेलासम्म निन्दा लागेन दिदी बेला बेला फोन गर्नुहुन्छ अब अनलाइनमा साथी हुनुहुन्छ मसँग कहाँ छ त जहाँ छ त्यसलाई खोजेर घरमा ल्याए बहिनी एउटा छोरालाई त यसरी हाने मेरो अर्को छोरालाई पनि मारिदिन्छन् भनेर हुनुहुन्छ भनेपछि मैले दिदी हामी छौँ घरको केटाकेटीको लागि चिन्ता नमान्नुहोस् भने ए त्यो धम्काउने भन्दा नि त तिनीहरू त याउदी त देख्नै हुन्न मान्छेलाई भगर लड्न आउने हामी जस्तो कोही छैन भन्ने अनि यिनी बाल भोलि बिहान हाम्रा पनि अब यो आज यो छोरालाई हान्यो भोलि बिहान यसको ज्यान तलमाथि केही भयो भनेपछि हामीले पनि त्यसलाई त्यस्तै छुरी हान्न सक्छौँ के अनि भनेपछि भोलि बिहान अहिले बच्चाको अवस्था एकदम गम्भीर भन्दा गम्भीर छ आइसीयूमा बच्चा अहिले तडपिरहेछ अपरेसन भए पनि चक्कु यति छ अरे अब त्यो भित्र यहाँबाट फोक्सोमा सामान भेटाछ भनेपछि अनि काँडा भएको चक्कु छ भनेपछि भोलि बिहान यो बच्चालाई यसरी घरमै आएर यसले त्यो मान्छेले यसरी ज्यान अब मार्रै भनेर त आएला त पछाडि मुखी हानेर पुला यस्तो गरिरहेछ अब आउँदाखेरि हामी त किन कुप्री परे भन्यौँ के पछि त त्यसको यहाँ पछाडि चक्कु रहेछ अनि यो पुरा यस्तो गरेको पछाडि हेर्छौँ भन्दा पुरै चक्कु ढलेको अनि त्यही भएर त्यसलाई सर भोलि बिहान मेरो दिदीको छोरा हो जेठाजुको छोरा हो अनि भोलि बिहान त्यो बच्चालाई तलमाथि केही भयो भनेपछि त्यसलाई कडा भन्दा कडा कारबाही र त्यसले जसरी यो बच्चालाई चक्कु फरार गरेछ नि त्यस्तै हामीले पनि चक्कु फरार गर्न सक्छौँ प्रहरीलाई भेटेर हामीले कुरा गरेको प्रहरीले हामीले कडा भन्दा कडा कारबाही गर्छौँ हैन भोलि बिहान यस्तो घटना बाइचान्स अब नघटोस्